हेर त रमेश, तैँले दिएको बुट्टी मैले फेरि घाँटीमा लगाएँ नि। यो बुट्टी मेरो घाँटीमा हुँदाखेरि त मसँगै छस् जस्तो लाग्छ। मेरै वरिपरि मलाई नै लुकेर हेरिरहेको छस् जस्तो लाग्छ। तँलाई पनि त्यस्तै हुन्छ होला है। रमेश, तेरो मलाई धेरै याद आउँछ। तँलाई पनि मेरो याद आउँछ होला है। कि बिर्सिस् यो सीतालाई? तपाईँ विपुनामै हुनुहुन्छ काकी? म फर्केर आएँ। आखिर मलाई त यो गाउँले सम्झेर त आइसकेन। आएँ काकी, म यो गाउँ र तपाईँको मायाले मलाई अन्त टिक्नै दिएन। सकिनँ तपाईँहरू बिना बाँच्नलाई। ल मलाई चिन त। साँच्चैको भनौँ कि झुटैको? साँच्चैको भन्यो भने त मिलिहाल्छ नि, झुट भन्न। त्यसो भए त माथला घरे फुपू होस्। मिलेन। तैँले मबाट मेरो माया खोज्दैछस् हो? खोज्न खोज्दैछु तँबाट तेरो माया। सल्क्या छौ भनेर के भन्न खोजेको? के हो सल्क्या छौ भनेको? धेरै सोझी बन्न नखोज, मलाई सब थाहा छ तिमीहरूको चर्ती कला। मेरो कस्तो घाँटी चिलायो, 100 रुपियाँ छ भने देऊ न। घाँटी चिलाए गएर कुकुरको मुत खाने, मेरो दिमाग खाने होइन। अझ रक्सी खान मैले पैसा दिनुपर्ने? छिटो गइहाल यहाँबाट। तपाईहरु जेसुकै गर्नुस्, तर म डिभोर्स दिन्न। यदि कानुनी लडाई लड्नुपर्छ भन्ने पनि म तयार छु। तर यसरी घर र स्कुलमा आएर गुण्डागर्दी गर्ने काम नगर्नुस्, नत्र राम्रो हुँदैन।